तपाईहरुलाई मेरो YouTube भिडियोमा स्वागत छ र आज चाहिँ मैले तपाईहरुलाई देखाउँदै छु नौगेडी र यो चाहिँ ग्रीन पोतेमा उनिएको छ र यो नौगेडी चाहिँ एकदमै दामी बनेको छ, एकदमै फिनिशिङमा बनेको छ र तपाईहरुले यो नौगेडी हेर्न सक्नुहुनेछ। यसको तयारी तौल चाहिँ 8 लाल 8 पोइन्टमा छ र जति पनि साथीभाइहरूले नौगेडी 1 लालमा 2 लालमा 3 लालमा भन्दै जतिजनाले भिडियो बनाएका छन् त्यस्तो नौगेडी चाहिँ हैन। यो चाहिँ एकदमै प्योर सुनमा बनेको नौगेडी हो। त्यस्ता नौगेडीहरू चाहिँ जुन 5 आनामा पुरै तयारी भनेर बनाइएको नौगेडी, तिलरी, छड्के चुराहरू चाहिँ विवाहको सेट भनेर मानिसहरूले तयार गर्दछन्, तर ती चाहिँ सबै भित्र चाँदी भएको हो। यो चाहिँ प्योरमा बनेको नौगेडी हो, एकदमै दामी, एकदमै फिनिशिङ बनेको छ। बरु दुःख गरेर थोरै पैसालाई जम्मा गरेर बरु एकैचोटी चाहिँ यस्तो सामान जोड्नु राम्रो हुन्छ। त्यो चाँदी मिसाएको सामान जोड्नु चाहिँ एकदमै गलत कुरा हो र तपाईहरुले सम्पर्क गर्न सक्नुहुनेछ मलाई। मैले युट्युबमा डिस्क्रिप्सनमा मैले नम्बर राखेको छु। यदि तपाईहरुलाई चाहिन्छ भने हाम्रो हातले बनेको एकदमै क्लियर, एकदमै फ्रेश सुनको नौगेडी हामी तपाईहरुलाई उपलब्ध गराउने छौं। अनि तपाईहरुले मेरो भिडियोलाई लाइक अनि शेयर अनि कहाँबाट हेर्दै हुनुहुन्छ तपाईहरुले कमेन्ट गर्न सक्नुहुन्छ। धन्यवाद।